केटाहरू साइकलमा छन्, म कुदेर रेस खेल्दिउँ अब केटा हो। ल केटा हो ल रेस खेल्दिउँ ल केटा हो। बल सल खेलेर साथी भयो भने साथी बल त बलको हालत त यस्तो भयो। त्यस्तो खेलेर म त फेरि ब्रान्डेड यतिकै ब्रान्ड गेम खेल्नलाई नि जुत्ता कस्तो लाग्छ। मैले गेम खेल्नलाई जुत्ता हेर्नु न, यो त घुम्न जाने यस्तो फिलहरू। ल गाम्बारे 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 आगु आगु आगु। आमा बाउले भन्ने कुराहरू जब सँगै भइन्छ तब लिइन्न के। जब आमा बाउभन्दा टाढा भइन्छ आफूमा दुःख पर्छ, त्यो परिस्थिति आफूमा पर्छ नि, तब त्यसपछि आमा बाउले भन्ने कुराहरू याद आउँछ। 1 2 3 अलि भित्रबाट थाहा कडा ल हारे वेलकम ब्याक टु द अनदर भ्लग। साथीहरू सन्चै हुनुहुन्छ? आज फेरि म नयाँ भिडियो ल्याएर सुरुवात भइसक्यो। म चाहिँ फेरि आज चाहिँ आउटफिट है जुत्ता टक्क यसो लाएर म चाहिँ रेडी भइसकेको छु। म गेम खेल्न जान रेडी भएको। अब जिउहरू तन्काउनु पऱ्यो। अब त्यस्तै अहिले पहिला 7 दिन काम हानिन्थ्यो त्यस्तै थियो अवस्था, अहिले नि त्यस्तै छ। तर नि अहिले 3 दिन काम हान्ने, 4 दिन मस्तो बस्ने, मस्तो रमाइलो गर्ने प्लानिङमा भएर आइसकेको छु। म चाहिँ रुम सरेको हुन्थ्यो यता, म चाहिँ रुम सरेको। अहिले चाहिँ गेम खेल्न जान रेडी भएको केटाहरू आइराख्नु उता। अब चाहिँ गाउँतिर अलिक गाउँ साइड आयो। पहिला चाहिँ टोकियो बसिन्थ्यो मस्त, त्यहाँतिर ग्राउन्डहरू हुन्थेन। अहिले चाहिँ अलिक गाउँ साइड आयो नि, ग्राउन्ड रहेछ, त्यही भएर गेम खेल्यो भनेर आएको। म त फेरि ब्रान्डेड यतिकै ब्रान्ड गेम खेल्नलाई नि जुत्ता कस्तो लाग्छ। मैले गेम खेल्नलाई जुत्ता हेर्नु न, यो त घुम्न जाने यस्तो फिल। म कुद्छु केटा हो, तिमीहरू साइकल गर न। अब जिउ फुर्तिलो हुन्छ नि त, त्यही भएर म चाहिँ कुद्छु। अहिले हामी ग्राउन्ड गएपछि देखाउँछु। हामीहरू 4 जना चाहिँ अहिले यहाँ छौँ। अब अरू केटाहरू आयो भने चाहिँ खेल्छ। साथीले फेरि यसो स्पिडमा हान्छ कि साइकल, अघि धन्न साइकल तर यहाँ नतिजा टम फेरि खेलायो साथीले। केटाहरू साइकलमा छन्, म कुदेर रेस खेल्दिउँ अब केटा हो। ल केटा हो ल रेस खेल्दिउँ ल केटा हो। केटाहरू छुटिसक्यो, छिटो आऊ ल, आऊ आऊ। धेरै पछि कुदेको हो कि कहाँ पुऱ्याइसक्यो साइकल, कहाँ सकिन्छ साइकल सिधै कुद्दा। बेलुका फेरि मेरो कहाँ साइकल सिधै कुद्न सकिन्छ साथी। त्यही पनि ट्राई गरेको हो मैले, त्यसमा कुद्थेँ क्या। अहिले जापान आएर त्यस्तो फिजिकली एक्टिभ भइदियो नि त, काम हुन्छ अनि गएको हुन्छ, आउँदा सुत्ने हुन्छ, त्यही भएर हो कि नसकेको। ट्राई चाहिँ गरेको मैले। कहाँ पुग्यो केटाहरू कुद्यो कि सिनमा। अब एक्लै तल ट्रेन जान्छ, माथि सिङ्गानसिन जाने ठ्याक्क हाम्रो रुम पनि नजिक। रुमबाट 5 मिनट हो कि पार्कमा जानलाई चाहिँ ठुलो ग्राउन्ड छ। त्यो केटाहरू मिल्यो भने खेल्नलाई चाहिँ हुनेछ कि। प्रत्येक घरमा गाडी हुने क्या, एक जनाको। जापानमा गाडी किन्नु त सजिलो, तर पार्किङले चाहिँ पार्किङ गर्दा उठिन्छ। एक घन्टाको 1500 रुपियाँ पार्किङ हुन्छ कि, पार्किङ चार्ज। अनि पेट्रोलहरू महँगो हुन्छ नि त गाडी किन्नलाई केही होइन। अनि लाइसेन्स निकाल्न र पार्किङ गाडी पाल्नलाई चाहिँ गाह्रो हुने हो कि।
त कहिले यसरी गाडी चढ्ने हुन्छस् भन्छ कि मेरो भित्री मनबाट हर्कैले, कहिले हुन्छस् त यसरी गाडी चढ्ने, त यसरी पक्कै पनि यसरी घुमेर डुलेर त हुँदैनस्। मेहनत गर, तैँले नि गर्न सक्छस्, गर भने हो क्या, भन्छ क्या भित्र सेल्फ मोटिभेटेड हुने क्या आफै, तैँले गर्न सक्छस्, तैँले अबको 5 वर्षपछि हिसाबमा गाडी चल्न सक्छस् भन्ने भित्री मनबाट भयो भने चाहिँ सक्यो क्या त्यो मान्छेले गऱ्यो क्या। लाइफमा जसले आफ्नो सेल्फ कन्फिडेन्ट भएर काम गर्छ नि त्यो मान्छे अवश्य नि सफल हुन्छ क्या। यहाँ जानुपर्ने रोड काट्नुपर्ने बाटो कहाँबाट काट्ने साथी उता पुगिन्छ, त्यही भएर आफ्नो कुरा सबैको सुन्नुपर्छ साथीभाइहरू, तर गर्ने चाहिँ आफूले हो क्या। आफूले के गर्छु कस्तो गर्छु भन्ने आफूलाई थाहा हुनु पऱ्यो। सुन्नलाई चाहिँ कुरा सबैको, सानोदेखि ठुलो मान्छेको सबैको कुरा सुनिदिने हो क्या। सबसित हाँसेर बोल्ने, चट्ट के छ भेटघाट गर्ने, मरिलानु के छ 2 दिनको जिन्दगीमा, तर लास्टमा काम गर्दा चाहिँ आफ्नो गर्ने हो कि। आफूले चाहिँ के गर्दा ठिक हुन्छ, कसले के भन्यो भन्ने कुरा आफूलाई थाहा भयो नि त। त्यही भएर काम चाहिँ आफूले गर्ने, तर सुन्न चाहिँ सबैको सुन्ने, त्यस्तो हो साथीभाइ। इत्रु सुन्तला हो कि मुन्तला भन्छ नि, सुन्तलाहरू रहेछ। चोर्ने काम राम्रो होइन साथीभाइ, चोर्नु लाइफमा। एउटा मेरो आमाले भन्नुहुन्थ्यो, बाबु त जहाँ गयो नि जे गरे नि बरु त मागेरै भयो नि खा, जिद्दी गरेर माग दिन्छ अरूले, तर चोर्ने काम चाहिँ कहिल्यै नगर भन्नुहुन्थ्यो। त्यो हो कि मैले अहिले नि म यताउता बाहिरतिर हिँड्दाखेरि अब घरबाट टाढा हो नि त, कान्छो छोरो, अब मलाई अब घरमा त्यही फुर्किँदै खाएको, अब यहाँ आएर यत्रो जिम्मेवारी छ आफै सम्हाल्नुपर्दा अलिक गाह्रो हुन्छ। त्यही भएर अलिक स्ट्रगल गर्नुपर्छ। त्यही भएर आमा बाउको कुराहरू चाहिँ कहिल्यै मान्नुहुन्न। जब तपाईँ सँगै हुनुहुन्छ तपाईँहरूले लिनुहुन्न कि भित्री रुममा, आमा बाउले भन्ने कुराहरू जब सँगै भइन्छ तब लिइन्न कि। जब आमा बाउभन्दा टाढा भइन्छ, आफूमा दुःख पर्छ, त्यो परिस्थिति आफूमा पर्छ नि, तब त्यसपछि आमा बाउले भनेको कुराहरू याद आउँछ। मलाई यो दिन यो भन्नुभएको थियो, त्यतिखेर भनेको मानेको भए म अहिले यसरी हिँड्नु पर्थेन भन्ने फिल आउँछ कि। त्यो नि हो कि। त्यही भएर आमा बाउको कुराहरू जस्तो सुकै कुरा भने काट्ने होइन साथीभाइहरू, सुन्नुपर्छ। जिन्दगीमा एक न एकचोटि काम लाग्छ। म चाहिँ ग्राउन्ड पुगिसकेँ। ग्राउन्ड चाहिँ यस्तो छ हाम्रो, पुरै यहाँ चाहिँ बास्केटबल थियो कि तर भाँचे जस्तो छ, सिमेन्ट प्लास्टर गरेर। बच्चाहरू कोही छैनन्, केटाहरू 2 जना मात्र। अघि सागरो फुल्या त यहाँ त 11 खेल्न मिल्ने छ कि, गेमै खेल्ने ठाउँ रहेछ क्या। यत्रो चाहिँ यतापट्टि बच्चाहरू पाल्छ, जहाँ हामी बच्चाहरू कति क्युट हुन्छ कि। उता एकजनालाई कुदाउन लगाइरहेको रहेछन्, अनि उयो फुच्चेलाई कुद्न लगाइरहेको रहेछन्, कुदिरहेको कस्तो मस्तले। भविष्यको प्लेयरहरूलाई गाम्बारे आगु एकछिन ल। म एक भन्छ है। 1 2 3 अलि भित्रबाट थाहा कडा ल हारे त लडाउँछ भनेर ब्रेक ल ढोकाले उता मान्छे त्यो राप्सिँदा अन्ना कि फेरि त्यो फुच्चीहरू चलाएर कङ्ग ठुकान झ्याउ हुन्छ क्या। त्यही भएर फेरि एक हाल्छ ल, अनि त्यसपछि भयो। ठोकायो 2 जनाले।
क्यामेरा फोड्यो क्यामेरा फोड्यो लौ साथी बल सल खेलेर राति भयो भने साथी बल त बलको हालत त यस्तो भयो खेल्दा खेल्दा साथीले धेरै पावर लाएर के तिमीले उसले धेरै पावर अलि अर्कै ठाउँमा लाऊ के उसले धेरै पावर लाएर पावर त बेलुकाबाट चाहिँ राम्रो हुँदो रहेछ ल ल केटा ल छुट्यो सही छ क्या यहाँको घरहरू त यस्तो दामी हुन्छ कि 2 तलाको हुन्छ ट्याक्क फ्यामिली मात्र बस्न मिल्ने खालको खुट्टाहरू जाम भइरहेको पुरै खेल हिँड्न नसक्ने अब राति यसको औषधि हुन्छ कुनै 3 दिन लगातार काम हानेर आएको फेरि आज जस्तो फुटबल खेल्यो साइकल चलायो धरो पेलान हुने आज गएर खानसान बनाएर सुत्नु पर्छ ड्यामस्याम खेल्यो गाउँतिर अझै रमाइलो छ केटाहरू मिल्यो भने सबै मिल्यो रमाइलो छ केटाहरू छैन भने त कोही कहाँ यहाँ फेरि सिङ्कानसेन जान्छ कि यति फास्ट जान्छ कि सिङ्कानसेन एकैचोटि पुरा बुलेट ट्रेन गाउँतिर रमाइलो छ त्यति कोही हुनुहुन्न सुनसान हुन्छ घरहरू च्याट्टका बना हुन्छन् फ्यामिलीहरू बस्नलाई बुढाबुढाहरू मात्र बस्छन् कि गाउँतिर अनि यताउता काम गर्न नसक्नेहरू त्यस्तोहरू बस्छन् अनि युवा केटाहरू चाहिँ जो सहरतिर अलि भिडभाडतिर मन पराउने भयो हुनाले टोकियोतिर जान्छन् अनि बुढाहरू बस्दो रहेछन् यहाँतिर प्रत्येक घरमा गाडी हुन्छ अनि सामान किन्न जाँदैन गाडीमा जान्छन्